नमस्कार। प्रज्ञा संवादको यो नयाँ अध्यायमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी शरीर संरचनाको मूर्त संसारबाट वंशानुगत स्मृतिको अमूर्त र रहस्यमय क्षेत्रमा प्रवेश गर्दैछौँ। आज हाम्रो प्रश्न छ के डर केवल एक अनुभव हो या यो एउटा यस्तो विरासत हो जुन रगत र जिनको अदृश्य धागो हुँदै पुस्तान्तरण हुन्छ। यो यात्रा विज्ञानको कथाको कुनै अध्याय जस्तो लाग्न सक्छ, तर यसका प्रमाणहरू हाम्रो आफ्नै जैविक संरचनाको मौन भाषामा लुकेका छन्। आउनुहोस् डरको यो वंशानुगत महाकाव्यको पाना पल्टाएर हेर्ने प्रयास गरौँ। हामी सबै केही आदिम डरहरू लिएर जन्मिन्छौँ। कल्पना गर्नुहोस्, एक नवजात शिशु जसले यो संसारको कुनै खतरा देखेको छैन, तर ठुलो आवाज वा अचानक खस्ने अनुभवले जसँग हुन्छ। यो कुनै सिकाइ होइन, यो हाम्रो अस्तित्व रक्षाका लागि प्रकृतिले दिएको एक आदिम सुरक्षा प्रणाली हो। वैज्ञानिकहरू योभन्दा पनि अघि बढेर भन्दछन् सर्प, माकुरा वा उचाइप्रतिको एक प्रकारको स्वाभाविक भए पनि हाम्रो विकासवादी यात्राको उपज हुन सक्छ। एउटा रोचक अनुसन्धानले देखाएको छ कि कहिल्यै सर्प नदेखेको सहरी बाँदरहरूले पनि जब पहिलो पटक सर्पको तस्बिर देख्दछन् उनीहरूमा डरको स्पष्ट सङ्केत देखिन थाल्छ। यसले के प्रमाणित गर्छ भने लाखौँ वर्षको दौडमा हाम्रा पुर्खाहरूले भोगेका खतराहरूबाट बस्ने प्रवृत्ति हाम्रो डिएनएमा कुदिएको सर्भाइभल सफ्टवेयरको रूपमा स्थापित भएको छ। तर कथा यहाँ समाप्त हुँदैन। यदि यो आदिम डर हाम्रो हार्डवेयर हो भने हाम्रो जीवनका अनुभवहरूले सफ्टवेयरलाई कसरी परिमार्जन गर्दछ त? यो प्रश्नबाट हामी विज्ञानको सबभन्दा रोमाञ्चक एउटा उदयमान क्षेत्र इपिजेनेटिक्समा प्रवेश गर्दैछौँ। हामी सबैलाई थाहा छ, हाम्रो डिएनए वा जिन हाम्रो जीवनको ब्लुप्रिन्ट हो, जुन हामी आमा बुवाबाट पाउँछौँ र यो परिवर्तन हुँदैन। तर एपिजेनेटिक्सले भन्दछ कथा यति मात्र होइन। कल्पना गर्नुहोस्, तपाईँको डिएनए एउटा विशाल ग्रन्थ हो र जिनहरू त्यसका अध्यायहरू हुन्। इपिजेनेटिक्स त्यो ग्रन्थमा लगाइएको पेन्सिलको दाग, हाइलाइटर वा मार्जिनमा लेखिएको नोट जस्तै हो। यसले कुनै अध्यायलाई जोड दिएर पढ्ने र कुन अध्यायलाई पल्टाइदिने भनेर निर्देशन दिन्छ। हाम्रो जीवनका अनुभवहरू, विशेष गरी गहिरो र भावनात्मक अनुभवहरूले यस्तै इपिजेनेटिक नोटहरू हाम्रो जिनमा लेखिदिन सक्छन्। ती नोटहरूले जिनको स्विचलाई अन वा अफ गरिदिन्छन्। र सबभन्दा चकित पार्ने कुरा, कहिलेकाहीँ यी नोटहरू हामीले आफ्नो सन्तानलाई पनि हस्तान्तरण गर्न सक्छौँ। यसलाई एपिजेनेटिक विरासत, जसलाई अङ्ग्रेजीमा इपिजेनेटिक इनहेरिटेन्स भनिन्छ। यो केवल सिद्धान्त मात्र होइन, इमोरी विश्वविद्यालयको प्रसिद्ध मुसा अध्ययन यसको एक ऐतिहासिक प्रमाण हो। वैज्ञानिकहरूले मुसाहरूलाई चेरी फुलको मिठो बास्ना सुँघाएर र ठिक त्यही बेला उनीहरूलाई खुट्टामा हल्का बिजुलीको झड्का दिए। पटक पटक यसो गरिसकेपछि मुसाहरूले त्यो बास्नालाई खतरासँग जोड्न थाले।
अब उनीहरूले चेरीको फूलको वासना सुक्ने बित्तिकै झड्का नआए पनि डराएर काम्न थाले। यो सामान्य सिकाइ हो, तर वास्तविक रहस्य तब सुरु भयो जब ती मुसाहरूले बच्चा जन्माए। ती बच्चाहरूलाई उनीहरूको जीवनमा कहिल्यै बिजुलीको झड्का दिएन, न त उनीहरूले आफ्ना आमा बुवालाई त्यसरी डराएको देखे। तर जब ती बच्चाहरूलाई पहिलोपटक चेरी फुलको बास्ना सुगाइयो, तिनीहरू अकारण डराउन थाले। उनीहरूको मस्तिष्कमा त्यो विशेष बास्नाप्रति संवेदनशीलता बढेको पाइयो। त्यो डर एउटा एपिजेनेटिक मार्गको रूपमा पुस्तान्तरण भएको थियो। उनीहरूले त्यो डर विरासतमा पाएका थिए, जुन उनीहरूले कहिल्यै अनुभव गरेका थिएनन्। अझ गहिरो अनुसन्धान गर्दा वैज्ञानिकहरूले ती बच्चाहरूको दिमागमा चेरी फुलको बास्ना पत्ता लगाउने न्युरोनहरू अरू मुसाको भन्दा धेरै विकसित भएको पाए। उनीहरूको जीवनमा एउटा एपिजेनेटिक नोट लेखिएको थियो, यो बास्ना खतरा हो, सावधान। मानवमा पनि त्यस्तै अध्ययनहरू भएका छन्। दोस्रो विश्वयुद्धको होलोकास्ट, जसलाई महाविनाश पनि भनिन्छ, त्यो होलोकास्टबाट बचेका मानिसका सन्तानहरूमा तनाव हर्मोन कोर्टिसोलको स्तर फरक पाइयो र उनीहरूमा चिन्ता विकारको जोखिम तुलनात्मक रूपमा बढी देखियो। यसले के सङ्केत गर्छ भने पुर्खाहरूले भोगेको चरम पीडाको जैविक प्रतिध्वनि उनीहरूको सन्तानमा पनि गुज्रन सक्छ। त्यस्तै अर्को उदाहरण, दोस्रो विश्वयुद्धको समयमा हल्यान्डमा ठुलो अनिकाल पर्यो। त्यो बेला गर्भवती भएका महिलाहरूले राम्रोसँग खाना पाएनन्। अचम्मको कुरा के भयो भने उनीहरूबाट जन्मेका बच्चाहरू जब ठुला भए, उनीहरूमा मोटोपन, मधुमेह र मुटु सम्बन्धी रोगहरू अरू मानिसहरूभन्दा धेरै देखियो, किनभने आमाको पेटमा हुँदा उनीहरूको शरीरले भोकको सङ्केत पायो। एपिजेनेटिक्सले उनीहरूको जिनमा एउटा नोट लेखिदियो, बाहिर खानाको कमी छ, त्यसैले जे खान्छौ त्यसलाई बोसोको रूपमा जम्मा गर। यो त्यो बेलाको लागि फाइदाजनक थियो, तर पछि जब खाना प्रशस्त भयो, त्यही नोटले उनीहरूलाई रोगी बनायो। यसले देखाउँछ कि हाम्रा आमा बुवाले अनुभवले पनि हाम्रो स्वास्थ्यमा असर पर्न सक्दछ। एपिजेनेटिक्सको कुरा गर्दा यो कुनै टाढाको वैज्ञानिक सिद्धान्त मात्र होइन। यो त हाम्रो पहिचान, हाम्रो स्वभाव, हाम्रो इतिहासको अदृश्य धागो हो। जस्तै हामी अक्सर वीर गोर्खालीको सन्तान भनेर गर्व गर्छौँ। हामी पुर्खाहरूको साहस र निडरताको गाथा सुन्दै हुर्क्यौँ। तर के तपाईँले कहिले सोच्नुभएको छ, के यो केवल एउटा भनाइ मात्र हो वा यसको पछाडि कुनै गहिरो जैविक सत्य लुकेको छ? कल्पना गर्नुहोस्, हाम्रा पुर्खाहरूले युद्धको मैदानमा देखाएको त्यो अदम्य साहस, त्यो चरम सङ्कटमा पनि शान्त रहने क्षमता। के त्यो गहिरो अनुभवले उहाँहरूको जीवनमा कुनै सकारात्मक एपिजेनेटिक छाप छोड्यो होला? के त्यो छापले उहाँहरूका सन्तानलाई तनाव सामना गर्न र कठिन परिस्थितिमा नात्तिन सक्ने एउटा जैविक क्षमता विरासतमा दियो होला? यो एउटा आकर्षक परिकल्पना हुन सक्छ, जसले हाम्रो वीरतापूर्ण इतिहासलाई जैविक दृष्टिकोणबाट हेर्न प्रेरित गर्दछ।
तर एपिजेनेटिक्सको यो सिक्काको अर्को पाटो पनि छ। एउटा पाटो जुन हाम्रो हालसालैको इतिहाससँग जोडिएको छ र जुन बढी संवेदनशील छ। आउनुहोस् नेपालको 10 वर्षे सशस्त्र द्वन्द्वको समयलाई हेर्ने प्रयास गरौँ। त्यो एक दशक नेपाली समाजको लागि एउटा भयानक सपना जस्तै थियो। गाउँ होस् या सहर, हरेक व्यक्ति एक प्रकारको डर, अनिश्चितता र निरन्तर तनावमा बाँचिरहेको थियो। अभिभावकहरू आफ्ना छोराछोरीको सुरक्षाका लागि हरपल चिन्तित हुन्थे। उनीहरूले भएको त्यो गहिरो मानसिक तनाव र डरले उनीहरूको शरीरमा अदृश्य तर शक्तिशाली छाप छोड्यो। अब एपिजेनेटिक्सको अद्भुत तर डरलाग्दो खेल यहाँ सुरु हुन्छ। वैज्ञानिकहरूको अध्ययनहरूले देखाएको छ कि बाबुआमाले भोगेको चरम तनावले उनीहरूको डिएनएमाथि एपिजेनेटिक स्विचहरू परिवर्तन गरिदिन सक्छ। यी स्विचहरूले तनाव र डरलाई नियन्त्रण गर्ने जिनहरूलाई कि त अति सक्रिय वा त निष्क्रिय बनाइदिन्छन् र सबभन्दा महत्त्वपूर्ण कुरा, यी परिवर्तन भएका स्विचहरू मध्ये केही व्रिय र अण्डा मार्फत अर्को पुस्तामा सर्दछन्। यसको अर्थ द्वन्द्वकालमा जन्मिएका वा हुर्किएका बच्चाहरूले आफ्ना आमा बुवाको केवल डिएनए मात्र होइन, त्यो डरको एक प्रकारको जैविक स्मृति, जसलाई हामी बायोलोजिकल मेमोरी पनि भन्दछौँ, त्यो पनि विरासतमा पाएका हुन्छन्। त्यसैले आज हामीले नेपाली समाजमा देख्ने केही हदसम्मको डर, चिन्ता, आत्मविश्वासको कमी वा सानो कुरामा पनि आत्तिने प्रवृत्तिलाई केवल सामाजिक वा मनोवैज्ञानिक कोणबाट मात्र हेरेर पुग्दैन। के यसको पछाडि कुनै एपिजेनेटिक विरासत पनि छ? के हाम्रा अभिभावकहरूको डर हाम्रो जिनको अभिव्यक्तिमा कोरिएको छ? यो प्रश्नले हामीलाई हाम्रो विगतलाई बुझ्न र भविष्यको पुस्ताको मानसिक स्वास्थ्यबारे सोच्न एउटा नयाँ र गहिरो दृष्टिकोण प्रदान गर्दछ। यो कुनै व्यक्तिलाई डरपोक भनेर दोष लगाउनु होइन, बरु एउटा सिङ्गो पुस्ताले भोगेको सामूहिक पीडाको जैविक प्रतिध्वनि बुझ्ने प्रयास हो। यसले हामीलाई आफू र आफ्नो समाजप्रति थप करुणा र समझदारी राख्न सिकाउँछ। डरको विरासतलाई पूर्ण रूपमा बुझ्न हामीले यसको विकासको कथालाई पनि केलाउनु पर्दछ। पशु र मानिसमा डरको के भिन्नता छ? पशुहरूको डर तत्कालीन ठोस र अस्तित्वसँग सम्बन्धित हुन्छ। तत्काल हरिणले बाघ देख्दा मात्र डराउँछ। बाघ गएपछि त्यो फेरि शान्त भएर घाँस चर्न थाल्छ। त्यो भोलि फेरि बाघ आउला कि भनेर चिन्ता गरेर बस्दैन। उनीहरूको डर ठोस खतरा, शिकारी, आगो, बाढीसँग जोडिएको हुन्छ। उनीहरूलाई मेरो सामाजिक प्रतिष्ठा के होला वा मैले जीवनमा केही गर्न सकिनँ भने के होला भन्ने अमूर्त डर हुँदैन। अस्तित्वको डर जस्तै सर्भाइभल फोकस हुन्छ। उनीहरूको फ्लाइट वा फाइट प्रतिक्रिया विशुद्ध रूपमा ज्यान बचाउनको लागि हो। तर मानिसको डर जटिल र बहुआयामिक छ। हामीसँग पशुको जस्तो आदिम डर प्रणाली एमेग्डाला त छ, तर त्यसको माथि एउटा विशाल र शक्तिशाली प्रिफ्रन्टल कर्टेक्स पनि छ। यो हाम्रो चेतनाको वरदान पनि हो र चिन्ताको श्राप पनि। यही प्रिफ्रन्टल कर्टेक्सले हामीलाई समयको यात्रा गराउँछ। हामी विगतका गल्तीहरू सम्झेर पछुताउँछौँ र भविष्यको कल्पना गरेर चिन्तित हुन्छौँ। हरिण वर्तमानमा बाँच्दछ, तर मानिस आफ्नो स्मृति र कल्पनामा निरन्तर बाँचिरहेको हुन्छ। हाम्रो डर भौतिक मात्र होइन, अमूर्त र प्रतीकात्मक पनि छ। हाम्रो लागि खतरा भौतिक मात्र होइन,
अस्वीकृति, असफलता, अपमान, अर्थहीनता यी सबै हाम्रो मस्तिष्कको लागि वास्तविक खतरा हुन्। हाम्रो अहङ्कार वा आत्मछविलाई पुग्ने चोटलाई हाम्रो मस्तिष्कले ज्यानकै खतरा जस्तो महसुस गर्दछ। त्यसैले सार्वजनिक रूपमा बोल्दा हाम्रो मुटु त्यसरी नै ढुकढुक गर्छ जसरी बाघ देख्दा गर्दछ। र अन्तमा आउँछ अस्तित्वको डर, जसलाई हामी एक्जिस्टेन्सियल फियर पनि भन्दछौँ। मानिस मात्र यस्तो प्राणी हो जसलाई आफ्नो मृत्यु निश्चित छ भन्ने पूर्ण ज्ञान हुन्छ। यो ज्ञानले हामीभित्र एक गहिरो भय पैदा गर्दछ जसले हामीलाई अर्थ, उद्देश्य र विरासतको खोजीमा लगाउँदछ। डरको विकासको कथामा मानिस एक अनौठो विरोधाभासमा आइपुगेको छ। हामी इतिहासकै सबभन्दा सुरक्षित युगमा छौँ। हामी वरिपरि बाघ र भालु छैनन्, तर हामी मनोवैज्ञानिक रूपमा सायद सबभन्दा बढी डराएका छौँ। हाम्रो आदिम डर प्रणाली, जुन हामीलाई वास्तविक खतराबाट बचाउन बनेको थियो, आज हाम्रो आफ्नै सोच, कल्पना र सामाजिक दबावको कारण ओभरड्राइभमा चलिरहेको छ। हामीले सिर्जना गरेका जटिल संरचना हाम्रो आदिम मस्तिष्कले तालमेल मिलाउन सङ्घर्ष गरिरहेको छ। त्यसो भए यो सबै बुझ्नुको अर्थ के हुन सक्छ त? यसको अर्थ हो आफूप्रति अलिकति बढी दयालु र कल्याणवान हुनु। जब हामीलाई थाहा हुन्छ कि हाम्रो केही डर जैविक रूपमा हामीमा निहित छ र केही हाम्रा पुर्खाहरूले नसुल्झिएको पीडाको विरासत हो, तब हामी आफ्नो डरलाई व्यक्तिगत कमजोरीको रूपमा होइन, बरु मानव हुनुको एक सामूहिक अनुभवको रूपमा हेर्न सक्दछौँ। जब हामी बुझ्छौँ कि हाम्रो डर हाम्रो विकसित मस्तिष्कको उपज हो, तब हामी त्यही मस्तिष्कको शक्ति, चेतना, विवेक र अभ्यासलाई डरलाई व्यवस्थापन गर्न र त्यसबाट माथि उठ्न प्रयोग गर्न सक्दछौँ। यो ज्ञानले हामीलाई डरबाट भाग्ने होइन, डरलाई सम्मानका साथ बुझ्न सिकाउँछ। किनकि डरलाई जित्नु भनेको डर रहित हुनु हुँदै होइन, बरु डरका बावजुद पनि चेतना, साहस र करुणाका साथ अघि बढ्नु पक्कै पनि हो। आजको पोडकास्टमा हजुरहरूको समयलाई धन्यवाद दिँदै आजलाई बिदा चाहन्छु। हस्त, धन्यवाद।